सर आवाज आएन त आवाज आएन आवाज 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 आएन रुखले गर्दा केही असर परेको हुनाले रुख काट्नुपर्ने अवस्था आएको छ। हजुरहरूले रुख काट्नको लागि केही सहमत दिनुहुन्छ कि भनी म आफ्नो भनाइ राख्न अनुरोध गर्दछु। मुखमा लाएर बोल्नुपर्छ नि। ल ल भयो धेरै नबोला। अब यो जने भाइको चाहिँ के छ विचार? पछि म जने भाइलाई हेरेन। मैले यो गाउँमा कालबहादुरजीको धेरै नाम सुनेको छु। कालबहादुरले जे भने यो गाउँमा केही हुन्छ अरे। कालबहादुरजीले के भन्नुहुन्छ त? ओ ल कालबहादुरजीले नि हुन्छ भन्यो। हजुरहरूको सबैको सहमति भयो। भोलि म यो काठ काट्नको लागि मैले यो गाउँमा धेरै नाम सुनेको यो पुष्पाराज भन्नेलाई भोलि म यो रूपमा चाहन्छु। के कसो पुष्पाराज? पुष्पाराज तिमी चिन्ता नगर न। तिमीले काठ मात्र काट, तिमीले जति भने त्यति पैसा दिइहाल्छु नि। ल त ल भोलि बिहान 10 बजे पुष्पाराज आफ्नो केटाहरूलाई लिएर काठ काट्न आऊ है त। रुख काट्नको लागि सबै गाउँलेहरू सहमत हुन्छन्। अब हेरौँ दोस्रो दिनको दृश्य। गाउँमा पुष्पराजको नाम त धेरै सुनेको छु। तर पुष्पराज त 12 बजीसम्म अहिलेसम्म मात्र पुष्पराज हो कि काम चोर हो? अहिलेसम्म आउँदैन त भाइ। त्यो पुष्पराजको जो नाम सुनेको थियो अहिलेसम्म आउँदैन त। त्यही पनि म पुष्पराज झुकेका नै यस मुखिया से डरेका अब यो मुखियाले देखेछ क्या सुनेछ क्या। यो पुष्पा नाम मात्र पुष्पा कि काम गर्ने पुष्पा? अहिलेसम्म आउँदैन त। अहिलेसम्म के गरेर बसिरहेको? घरमा काम थियो त्यही भएर म ढिला भयो नि। घरमा काम थियो कि दसैँ नदेखि जाँदा चाहिँ काम थियो त्यस्तो केही कुरा होइन। म यो गरिदिइहाल्छु नि। मलाई थाहा छैन अरू कुरा। छिटो छिटो काम गरेर सकाउनु पर्छ आज नै। अन्त गरिहाल्छु नि। अब यो काम पर्यो चाँडै। यो रुख त कस्तो सुकुटो हो। चाहिँ क्या सुकुटी बनाएर यो धेरै ज्याम्रो रहेछ। 2 लोटी हान्दा नि 2 वर्ष हान्दा नि मर्दैन त अब ढल्छ पुरा घनी घनी।
यो चाहिँ धेरै पातलो बनाएछ यसको म 2 लट्ठीले पारिहाल्छु नि ल ल ओ यो त चिक्ने काम रहेछ यार यो त एकछिन हुन्छ अब यो रुख त के गर्नु यसलाई त म 100 मा हालिहाल्छु नि अब गीत त कुरै छोड्ने भाइ गीतको भाका नै आउँदैन अब काट काट्दाखेरि आठा ऐया चाहिँ निक्लिन्छ ल भयो है त मुखियाज्यू अब यसलाई गेरगार पारेर यसलाई साइड लगाउने हो कि के गर्ने हो पुष्पा काम त तैँले छिटो गरिस् ल म यसको बेचबिखान भएपछि तँलाई पैसा दिउँला तर यसलाई अहिले साइड लगाएर राख्दे यो त म गरिहाल्छु अब भइगयो नि त मुखियाको आदेशमा पुष्पाले रुख काटे अब त्यो बेचेर त्यसको पैसा ल्याउनेहरू पार्टी गर्छन् हेर अब त्यसको दृश्य मेरो त काम पनि मिल्यो खाने बेलामा त अगाडि नै आइपुग्यो अगाडि आइपुग्यो के हो गरिया तिमीहरू जस्तो है क्या पार्टी खान नि ढिलो आउने आफू त जाडिया मैले आउने हो केटाहरू त मै ढिला तिमीहरू त खानामा त मभन्दा नि अगाडि रहेछौ त तिमीहरूलाई त खानामा त घसेन छैन के चोर काम गर्छौ त तिमीहरूलाई जानेछौ तिमीहरू खानाको लागि नम्बर मानेछौ ल ल अब जियाउनु भएको तिमीहरू बस्नु ल पार्टी गरौँ न त अब ल पिए तिमी खानाको लागि ल्याउन यो च्यान्टेको छोराले अमेरिकाबाट डलर ल्याएर अरे यस्ता डलर त जान्छ भाडा नेपालमै बसी अहिले ल देखा त जरिया हो लाई बोरामा हालेको सिक्का तैँले विदेशी सिक्का भन्छ नेपाली सिक्का होइन मन्दिरबाट चोरेको यो त मेरो मान्छेको सिक्का हो भाइ यो होइन मन्दिरबाट झिक्यो त्यो त अब फाल्टो त्यो काम छैन अब तँलाई भुच्चरलाई पनि गरे ल मजाले यहाँ भएको सबै कुरा खाइहाल्यो त्यस्तो राम्रो विकासका काम छ नि त भाडमै जाओस् ल खाऊ केटा अब सिडन पनि ल्याउँछ अनि यो जडियाको त के होइन मलाई त घरमा बेला भएपछि यो जडिया त जहाँ आए त्यही सुत्यो म चाहिँ गएँ है ल यो जडिया त अब जानबाट लागिसक्यो म पनि गएँ यो जडिया काम छैन ल हामी पनि गएँ जडियाको त जहाँ खायो त्यहीँ बास हुन्छ अरे भन्ने सुनेको थियो अहिले पनि त्यही हो नि ल गाउँको रुख काटेर मुखियाहरूले पार्टी गरे अब त्यसपछि रुख काट्नको कारणले त्यसकोमा के सङ्कटहरू आइरहेको छ हेर मै छोरी सुन्दरी कस्तरी भरौ पानी कसरी भन्नु मुला सुकेछ यी बच्चाहरुले गरेर म पानी गर्न मान्नु पर्ने हो पटौरी त पनि हेरिहोस् त तँलाई पनि दिएको निम्तो है मर्ने बेलामा हरियो काग्रो 40 वर्षको उमेरमा बिहे गर्नु परेछ कोही
पानीलाई चाहिँ हेर न अब त्यो त भइहाल्छ नि 3-4 वटा छोडेर गइसक्यो एउटा भएको नि अब त्यो ल पानीको चाहिँ के गर्छस् नि अब बिहेमा पानी नि चाहिएला नि अब पानीको पो समस्या पऱ्यो त फेरि बिहे आफ्नो भइरह फेरि पानीको समस्याले बिहे पो रोकिने हो कि नमस्ता दैलो देख्यो भनेको यही हो मैले त पहिल्यै रुख नकाटु भनिहाले थिएँ तिमीहरूलाई अब जे हुनु भइहाल्यो अब मुखिया सरसँगै कुरा गरौँला नि अब सबै गाउँतिर निम्तो पार्नु पनि छ अब म लागिनँ त ल पैसा कमाउने लोभले के गर्नु भने रुख जली सबै काटिएको अहिले यहाँ खोला आएर आफ्नो त्यत्रो 4-5 रोपनी खेल्ने बगाइहाल्यो अब के गर्ने अब आफूलाई उल्टे पिर पो पर्न थाल्यो र आफ्नो त्यत्रो 8-9 रोपनी खेल खोलाले बगाइको अब पैसा कमाउने भने त्यही एउटा खेत थियो अब आफू रोपनी झर्ला जस्तो छ के गर्नु पिरै पिर छ मुखियाज्यू तपाईँको 5-6 रोपनी जग्गा नि बाढीले बगाइहाल्यो अब म त घर न घाटको भयो मुखियाज्यू तिमी चिन्ता नगर न तिमी त भने मेरो पर्सनल नोकर हो नि तिमीलाई त म आफ्नो घर बेचेर नि पाल्छु तिमी चिन्तै नगर न पुष्पाराग किन भनेको त पहिरोले पुष्पारागको घरै झिकाइदियो त नमस्ते मुख्यज्यू नमस्ते पुष्पा किन आइसै मेरो त पहिरोले घर पनि पुर्यो मेरो 20 लिटर दुध दिने बोका पनि पुर्यो अब म के गरी खाने हो के गरी लाउने हो के गर्ने हो सबै काममा छ यार तैँले के कुरा गर्छस् मेरो झन् त्यत्रो 8-9 रोपनी खेत भगाएको छ खोलाले तैँले झन् तँलाई नि मैले झन् त्यत्रो काठ बेचेको त्यत्रो फाइदाको पैसा झन् आधी पर्सेन्ट दिएको होइन र दिन त दिएको अब के गर्नु अब मेरो त्यत्रो गएको ल अब भइगयो यहाँ एकछिन बसेर अब त्यसको समाधानको बारेमा कुरा गर्दै गरौँ होला नि रोक्नु भयो कि क्या हो नमस्ते बुद्धिबहादुर किन आएको मेरो बिएनएर क्लासमा पानीको हामीले सबै पानीको मुहान पनि सुकेर तपाईँ काम गरेर मेरो त सबै बर्बाद भइगयो नि भरियो 5 छोरा पे गरी एउटा पनि टिकेन एउटा नि के हुँदा त्यो पनि रोक्नु भइहाल्यो पानीको अभाव ए बुद्धिबहादुरको बुद्धिबहादुर मात्र नाम हो काम दिमाग भने बुद्धि नै छैन तिमीले यार यत्रो भर त 40 वर्ष भएको छौ 60 वर्ष अझै 20 वर्ष छौ र 20 वर्षमा अझै तिमीले 5 वटा बिहे गर्न सक्छौ त्यो भनेर पछि सोचौँला नि अहिले यहाँ कस्तो तनाव भएको छ हाम्रो यहाँ खेत बगाएको छ उसकोमा 20 लिटर दुध दिने बोका बोलेको छ अरे तिम्रो मान्छेसँग बिहेको कुरा त्यो बिहेको कुरा त पछि टाढौँला नि घर आऊ एकछिन बसेर यहाँ समाधानको बारेमा के कुरा बस्ने गरौँ मुखिया साहब दर्शन छ है नमस्ते किन आइसै जोडिया यार यो गाउँमा भएको एउटा पानीको भट्टी थियो त्यो पनि पहिरोले बगाइरहेछ आफूलाई त जाने नि भट्टी भएन त्यही भएर तपाईँ कहीँ आएको म चाहिँ ममा किन आएको नि तँलाई त जन्म त्यत्रो जाँड खुवाएर पठाइन त्यो त सकिगयो फेरि तपाईँले जान लानुहुन्छ कि भनेर अब त अर्को बेगर अनि आफैले खुवा कसरी गाउने ल अब भइगयो जिउनु सबैको कारण अब हामी आफैले रुख काटेर आफ्नै दिमाग नभएर हो अब चुप्ला नि बस अब यहाँ एकछिन केको समाधानको बारेमा सोचौँला नि त हुन्छ काम क्या रुखहरू काटेर हो कि क्या हो कालबहादुर रुखहरू काटेर यो गर्मी लोड धेरै नै भयो त के त समस्या यो हामीले रुख काटेर यो तिमी पहिला गोरो थियो अहिले झन् कालो भयो क्या हो रुखहरू काटेर त्यस्तै भयो पहिला त तिमी मैले गाउँले सुनेर हिउँ जस्तो थियो रुख काटेरै कालो भयो क्या हो ए हो र अब तिम्रो समस्या चाहिँ के पऱ्यो र
त्यो रुखहरू काटेर लोड घाम भयो के ओहो ल बस्नु न ल सबजना सल्लाह गरौँ गर्नु ओहो भनेर राजु मास्टर आउने हुनुहुन्छ उहाँ त गाउँको ज्ञानी र इमान्दार मान्छे भन्नु होइन नमस्कार मुखिया साहब नमस्ते नमस्ते राजु मास्टरजी हजुरले यहाँ सुन्नु न हामीले यहाँ विकासको काम गर्ने भनेर यहाँ हामीले विकासको काम गर्ने भनेर वन जङ्गलको रुखदेखि काटिहाल्यौँ अहिले यहाँ धेरै समस्याहरू आइरहेको छ यसको बारेमा केही समाधान केही उपायहरू भनिदिनु न गल्ती त तपाईँहरू पनि हो रुख काट्ने मान्छेलाई अहिले कानुनी रूपमा सजाय पनि छ तर अब हामी समाजमा कसरी अब समाधान गर्नुपर्छ यो कुरालाई अब भोलिदेखि नै हामी अब तपाईँहरू कार्यक्रममा चाहिँ वृक्षारोपण गर्नुपर्छ हजुरलाई धेरै धेरै धन्यवाद छ है राजु मास्टरज्यू हामीले अहिलेदेखि जति रुख अब भोलि नै म त्यसको हामीले काटेन भनेर डबल प्रतिज्ञा गर्छु म मुखिया हजुरहरूको सामु सबैसँग प्रतिज्ञा गर्छु कि अबदेखिबाट मैले रुख बिरुवा काट्दिनँ र हजुरहरूले जे भने त्यो राम्रो कामको लागि गरेर गर्नेछु अब भोलि बिहान नै सबैजना यहाँ भएको सबैजना सहभागी भएर वृक्षारोपण गरौँ है त अब अरूको त घर छ आफ्नो त पहिरो बारीको ठिकीको अब म चाहिँ के रोडमा गएर सुत्नु आफ्नो त भएको एउटा झोपडी थियो यो पनि पहिरोले लैगयो आफूले कहाँ जाने होला भाइ राजु मास्टरको सल्लाहमा अब गाउँलेहरूले भोलि बिहानै वृक्षारोपण कार्यक्रम सुरु गर्छन् 19 दिले तपाईँ कति बजे होइन 19 दिले कति बजे सौम्या 3:58 भयो हामीले रुख काटेर हरियो थियो जस्तो लाग्थ्यो त अहिले आउँदा त कस्तो सुक्या टाढै सुकिसकेछ हाम्रै गल्ती पो भएछ अहिले हामीले गल्ती नगरेको भए अहिले यस्तो विपत्ति आउने थिएन यो हामीले गल्ती गरेर सबैजनाको धनजनको क्षति नै भएको नि खै अहिलेसम्म कोही पनि आउनु भएन क्या हो वृक्षारोपण गर्न ल सबैजना मिलेर वृक्षारोपणमा पानी हालौँ न त विश्व वातावरण विश्व वातावरण दिवसको अवसरमा सञ्चालित यो नाटकले हाम्रो समाजको वास्तविक यथार्थतालाई दर्शाएको छ यस समाजमा भए जस्तै ठुल्ठुला भनेर मुखियाहरूको लैलैमा लागेर विकास निर्माणका कार्यहरू गर्ने भनेर वन जङ्गल फडानी गर्दाखेरिमा धेरै मानिसहरूले पहिलोको कारण आफ्नो वासस्थान गुमाउनु परेको छ पानीको मुहानहरू नभएकाले विभिन्न ठाउँमा पानी पुगेको छैन वन जङ्गल फडानी गर्दाखेरिमा अक्सिजनको मात्रा कम हुनुको श्वास प्रश्वासको समस्या देखिने जस्ता विभिन्न समस्याहरू बढ्दै गइरहेका छन् त्यसकारण यस्तो समस्याहरू हाम्रो समाजमा पनि नआओस् भनेर हामी सचेत हो र अरूलाई पनि सचेत गरौँ भन्ने उद्देश्य यस नाटकको हो यस नाटकबाट हामी के कुरा सिक्न सक्छौँ भने के सन्देशका रूपमा लिन सक्छौँ भने हामीले जथाभावी वन जङ्गल फडानी गर्नु हुँदैन जथाभावी वन जङ्गल फडानी गर्दाखेरिमा वृक्ष पहिरो गएर मानिसहरूको वासस्थान पुर्याउन सक्छ त्यसका साथसाथै वन जङ्गल फडानी गर्दाखेरि हाम्रो जिउने आधार मुख्य अक्सिजनको मात्रा पनि कम हुनसक्छ त्यसकारण हामीले वन जङ्गल फडानी गर्नु हुँदैन वन जङ्गल नीतिको पालना गर्नुपर्छ वृक्षारोपण गर्नुपर्छ भन्ने सन्देश पाउन सक्छौँ धन्यवाद
यो रुखले गर्दा केही असर परेको हुनाले रुख काट्नुपर्ने अवस्था आएको छ। हजुरहरूले रुख काट्नको लागि केही सहमत दिनुहुन्छ कि भने म मात्र पुष्पराज हो कि कामचोर हो? अहिलेसम्म आउँदैन त भाइ। त्यो पुष्पराजको जो नाम सुनेको थियो अहिलेसम्म आउँदैन त। ए 10 बजे 12 बजे मार्ने भयो। त्यही पनि म पुष्पराज झुकेका नै यस मुखिया से डरेका अब यो मुखियाले देखेछ क्या छिरेछ क्या। यो पुष्पा नाम मात्र पुष्पा कि काम गर्ने पुष्पा? अहिलेसम्म आउँदैन त। अहिलेसम्म के गरेर बसिरहेको? घरमा काम थियो त्यही भएर म ढिला भयो नि। घरमा काम थियो कि दाँसे नगरी जान चाहन्छ? काम थियो त्यस्तो केही कुरा होइन म यो गरिदिइहाल्छु नि। मलाई थाहा छैन, अरू कुरा छिटो छिटो काम गर्ने सकाउनु पर्छ आज नै। अन्त गरिहाल्छु नि। अब यो काम पऱ्यो चाँडै। बाबा यो रुख त कस्तो सुकुटी हो। घरमा चाहिँ क्या सुकुटी बनाएर यो धेरै ज्याम्रो रहेछ। 2 लटी हान्दा नि 2 वर्ष हान्दा नि मर्दैन त बा। अब ढल्छ न घरिघरि। यो चाहिँ धेरै पातलो बनाएछ। यसको म 2 लटीले पारिहाल्छु नि ल। ल ओ यो त सिक्री कामको रहेछ यो। यो त एकछिनमा हुन्छ। अब यो रुख तिमीहरू त खानामा त मभन्दा नि अगाडि रहेछौ त। तिमीहरूलाई त खानामा त बसेको छैन, के चोर काम गर्छौ त। तिमीहरूलाई जानेछौ, तिमीहरू खानाको लागि नम्बर मानेछौ। ल ल अब जियाउनु भएको तिमीहरू बस्नु ल, पार्टी गरौँ न त। गरौँ न अब। ल पिया तिमी खानाको लागि ल्याउन यो च्यान्टेको छोराले अमेरिकाबाट डलर ल्याएर अरे यस्ता गाउँमा डलर त जान्छ भाडामा। नेपालमै बसी अहिले देखेको यहाँ ल देखा त जरिया आउने हो लाई हालेको सिका तैँले विदेशी सिका पैसा कमाउने लोभले के गर्नु भने रुख जली सबै काटेको। अहिले यहाँ खोला आएर आफ्नो त्यत्रो 4-5 रोपनी खेती बगाइहाल्यो। अब के गर्ने के गर्ने? अब आफूलाई उल्टे पिर्को पर्न थाल्यो र। आफ्नो त्यत्रो 8-9 रोपनी खोलाले बगाइको। अब पैसा कमाउने भने त्यही एउटा खेत थियो। अब आफू रोपनी झर्ला जस्तो छ। के गर्नु, पिरै पिर्छ। मुखियाज्यू तपाईँको 5-6 रोपनी जग्गा नि बाढीले बगाइहाल्यो। अब म त घरमा घाटको भयो मुखियाज्यू। तिमी चिन्ता नगर न। तिमी त भने मेरो पर्सनल नोकर हो नि। तिमीलाई त म मेरो घर बेचेर नि पाल्छ। तिमी चिन्तै नगर न। पुष्पराज किन भनेको त पहिरोले पुष्पराजको घरै झिकाइदियो त। नमस्ते मुखियाज्यू। नमस्ते पुष्पा, किन आइसै? मेरो त पहिरोले घर पनि पुर्यो। मेरो 20 लिटर दुध दिने बोका पनि पुर्यो। अब म के गरी खाने हो, के गरी लाउने हो, के गर्ने हो, सबैको हातमा छ। ल यार तैँले के कुरा गर्छस्? मेरो झन् त्यत्रो 8-9 रोपनी खेत भगाएको छ खोलाले। तैँले झन् तँलाई नि मैले झन् त्यत्रो काठ बेचेको, त्यत्रो खाइरहेको पैसा झन् आधी पर्सेन्ट दिएको होइन र? यी त दिएको अब के गर्छ। अब मेरो त्यत्रो गएको। मुखिया साहब दर्शन छ है। नमस्ते, किन आइसै छोडिया? यार लु यो गाउँमा भएको एउटा सैनिकको भर्ती थियो। त्यो पनि प्रतिज्ञा गर्छु कि अबदेखिबाट मैले रुख बिरुवा काट्दिनँ र हजुरहरूले जे भने त्यही राम्रो कामको लागि मात्रै गर्नेछु। र अब भोलि बिहान नै सबैजना यहाँ भएको सबैजना सहभागी भएर वृक्षारोपण गरौँ है त।
अब अरूको त घर छ, आफ्नो त पहिरो बारीको खिचीको। अब म चाहिँ के रोडमा गएर सुत्नु? आफ्नो भएको एउटा झोपडी थियो, त्यो पनि पहिरोले लैयो। आफूले कहाँ जाने होला भाइ? राजु मास्टरको सल्लाहमा अब गाउँलेहरूले भोलि बिहानै वृक्षरोपण कार्यक्रम सुरु गर्छ। 19 दिले सुट तपाईँ कति बजे जाने? 19 दिले सुट कति बजे? सौम्या 3:58 भयो। हामीले रुख काटेर हरियो थियो जस्तो लाग्थ्यो त अहिले आउँदा त कस्तो सुक्या टाढै सुकिसकेछ। हाम्रै गल्ती पो भएछ। अहिले हामीले गल्ती नगरेको भए अहिले यस्तो विपत्ति आउने थिएन। यो हामीले गल्ती गरेर सबैजनाको धनजनको क्षति नै भएको नि। खै अहिलेसम्म कोही पनि आउनु भएन क्या हो वृक्षारोपण गर्न? ल सबैजना मिलेर वृक्षारोपणमा पानी हालौँ न त। विश्व वातावरण विश्व वातावरण दिवसको अवसरमा सञ्चालित यो नाटकले हाम्रो समाजको वास्तविक यथार्थतालाई दर्शाएको छ। यस समाजमा भए जस्तै ठुल्ठुला भनेर मुखियाहरूको लैलैमा लागेर विकास निर्माणका कार्यहरू गर्ने भनेर वन जोगन फलानी गर्दाखेरिमा धेरै मानिसहरूले पहिलोको कारण आफ्नो वासस्थान गुमाउनु परेको छ। पानीको मुहानहरू नभएकाले विभिन्न ठाउँमा पानी पुगेको छैन। वनजङ्गल फलानी गर्दाखेरिमा अक्सिजनको मात्रा कम हुनुको श्वास प्रश्वासको समस्या देखिने जस्ता विभिन्न समस्याहरू बढ्दै गइरहेका छन्। त्यसकारण यस्तो समस्याहरू हाम्रो समाजमा पनि नआओस् भनेर हामी सचेत हो र अरूलाई पनि सचेत गरौँ भन्ने उद्देश्य यस नाटकको हो। यस नाटकबाट हामी के कुरा सिक्न सक्छौँ भने, के सन्देशका रूपमा लिन सक्छौँ भने, हामीले जथाभावी वनजङ्गल फलानी गर्नु हुँदैन। जथाभावी वनजङ्गल फलानी गर्दाखेरिमा वृक्ष पहिरो गएर मानिसहरूको वासस्थान पुर्याउन सक्छ। त्यसका साथसाथै वनजङ्गल फलानी गर्दाखेरि हाम्रो जिउने आधार मुख्य अक्सिजनको मात्रा पनि कम हुन सक्छ। त्यसकारण हामीले वनजङ्गल फलानी गर्नु हुँदैन, वनजङ्गल नीतिको पालना गर्नुपर्छ, वृक्षरोपण गर्नुपर्छ भन्ने सन्देश पाउन सक्छौँ। धन्यवाद। भारत